त राइजुमा झुमा ख्यामस्ट के छ राइजु अडायो बाटो होइन बाटो त छ यस्तो छ बाटो झन्डै झन्डै ओर्लिङमा अनप्लान्ड यात्रालाई हामीले अगाडि बढ्दै लिएर जाँदैछौँ राराको तर्फ यो निकै नै यादगार समय हो जय नेपाल सी यु नेक्स्ट टाइम यो बालेन दाइको डोजर यहाँसम्म आएको छ हामी त बाघ दाइको टुकटुकमा जाँदैछौँ साथी हो जुम्लातिर जाँदैछौँ हामी एयरपोर्टतिर हाम्रो दाइ सेयर होइन बब्बर सेयर हो बब्बर सेयर हामी जुम्लातिर प्रस्थान गर्दैछौँ साथी हो मौसम खराबको कारणले गर्दाखेरि प्लेन उड्ने नउड्ने सम्भव के छ सम्भावना के छ भन्ने हामी अन्यलमा छौँ हेर्नुहोस् है सम्भावना ज्यादै कम यो भनेको राजा एयरपोर्टतिर आइपुग्यो हामी लायन्स क्लबले बनाए जस्तो के बाटो लायन्स शान्ति प्रवेशद्वार ए यस्तो द्वारहरू बनाउँछ त्यसले बनायो राम्रो द्वार बनाउनु खोज्दैछ त ल त साथी हाम्रो भ्लगमा यहाँ हामीलाई स्वागत छ लाइक सब्सक्राइब गरिदिनु होला जसरी अर्जुनका सारथी कृष्णजी हुनुहुन्थ्यो हाम्रा सारथी हुनुहुन्छ शेर दाजु हुनुहुन्छ चट्टा लाएर हाम्रा हामी अब होटल शुभममा आएको छौँ सिद्धार्थ छोडेको शुभममा सिद्धार्थमा छौँ साथीहरू आज हाम्रो चाहिँ तेस्रो दिन हामी काँधोतिर जाँदैछौँ हामी पानी परिरहेको अवस्था छ हामी कसको रिक्सामा छौँ त नाम के भन्दा बताइदिनुहोस् राजेशको राधे 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 परेछ लाइक कमेन्ट सब्सक्राइब गरेर नबिर्सिनु होला गोठामा बस्दा भाड पुगेर बाइक ठिक छ नि ठिक छ नि होइन बाइक अट्काउने भर्ने क्या अट्काइदिएर ठिक हुन्थ्यो कि नअट्काइदियो कहिले खोल्नु पर्छ किन ठुलो पर्छ आँखामा कति बेला फलिरहेको छ है राम्रो लाग्यो धान
करने चले विकासको कार्यक्रम यो विकासको कार्यक्रम हो 2016 यताउति त्यहाँ छोडेर आइयो यहाँ खोला छ हेर्नुहोस् यहाँ हाम्रो अदिसको राइजर खस्यो हाम्रो राइडरको भएर खस्यो अब हामी बिच बाटोमा छौँ 5 बजे होइन 5 बजे हामी कहाँ आएछौँ अदिस रारा छौँ हामी गाडी आइसक्यो गाडी आएर हामी जाँदैछौँ बाइकमा आउनुहुने दाजुभाइहरू बाइक उतार्ने पारी पुरानै प्रोसेसमा हुनुहुन्छ आउनुहोस् अदिस आउनुहोस् यहाँ यसो हेरेर आउनुहोस् जानुहोस् बिस्तारै पारीबाट गहिरो छ रे गहिरो मुखु होला जाने बाटै यही त हो प्रणाली आयो अवस्था केही पनि होइन हाम्रो लागि अगाडि आयो बाटो होइन बाटो त छ त्यसो बाटो झन्डै ओर्लिङमा
किनभने यति राम्रो छ ओहो जस्तो छैन छैन होइन ओहो आहा कति राम्रो यस्ता खोलाहरू नालाहरू पहाडहरू मान्छेहरू ढुङ्गाहरू घाँसहरू बोट बिरुवाहरू घाम लागेको छ बादलहरू खोला यहीँ छ हडिया खोला अनि साइड साइडमा रोपिया हुन्छन् धान सानहरू पहाड चाहिँ धेरै हुँदैन अलिक पर इलामतिर छ तर छ पहाड पनि छ जङ्गल छ हात्ती आउँछ जङ्गलमा हात्ती आउँछ हेर्नुहोस् हाई गरिदिनु बाजेले त भयो जाउँ ल टाढा छ कि हुँदैन 1 4 भयो जस्तो लाग्यो मलाई यहाँ आउँदा ठिक छ आरामले जाउँ केही छैन हेरेर अगाडि हेरेर हामी चढ्छौँ झर्ने हो अदिस पुरो यता चिप्लिँदै ओर्लिँदै गाड्छ एकछिनमा अदिस पुरोलाई ओर्लिनु पर्ला आएको म त है चाहिँ घटाइयो आँखामा फुल फुलेछन् सूर्यमुखी फुल फुल्या कि डोराएर आऊ बरु छोड्देऊ
पढा बाइक निकाल्नु थियो त्यहाँबाट उहाँलाई साइड राख्नु लाग्नु थियो यो बालेन दाईको डोजर यहाँसम्म आएको छ बालेन दाईको डोजर यहाँ बालेन्द्र शाहको साथी ज्ञानेन्द्र शाहीको डोजर यहाँ छ कति तारिकमा यो हो नि त सिन्जाको रात त्यो जुन यस्तो हुन्छ कि चन्द्रमाको जुन छ नि जहिले पनि एउटा भएको हुन्छ देखिन्छ है ल है त हामी सिन्जा आइपुग्यो खस भाषाको हाम्रो नेपाल भाषाको ल आजको बसाइ यस्तो छ हेर्नु चाहिँ अट्याच बाथरुम पनि छ हाम्रो लागि व्यवस्था यो चाहिँ ऐनामा म अलि सायद अघि देखिसकेँ मैले बाथरुम हेर्नुहोस् ल छुट्टी चट्याक्क परेर बाथरुम यही हो बत्ती कहाँ छ बत्ती मरुला छैन सर हजुर सर भन्नुहोस् आजको कस्तो भयो त यात्रा आजको यात्रा एकदमै सुखद रह्यो है बाटोमा पनि राम्रै छ पानी परे तापनि घाम लागे पछाडि सुकेका भएर नै हिलाहरू चाहिँ केही पनि थिएन उहाँले के भन्नुभएको मैले पनि बुझिनँ है यताबाट राम्रो आएको छैन रिटेक ल श्रेय सर श्रेय सर आजको हाम्रो यात्रा कस्तो रह्यो त आजको यात्रा हाम्रो निकै नै प्रोडक्टिभ भयो हेर्नुहोस् गोडा दुखे हिलामा गडियो खोला देखियो बालनको डोजर पनि देखियो धमाधम यहाँ बाटो बनाउने काम पनि हुँदै रहेछ खुसी लाग्यो देखेर आनन्द जहाँ पनि इन्टरनेट जहाँ पनि बिजुलीको सुविधा खानपिन र बस्ने एकदम राम्रो व्यवस्थापन भएका गुड मर्निङ रोडिज हाम्रो यो रोडिजको यात्रा यो अनप्लान्ड यात्रालाई हामीले अगाडि बढ्दै लिएर जाँदैछौँ राराको तर्फ यो निकै नै यादगार समय हो जय नेपाल सी यू नेक्स्ट टाइम जुम्ला सिन्जा हामी बिहान उठिसकेका छौँ बाहिर पानी पर्दै कस्तो छ मौसम बाहिरको मौसम अहिले राम्रो छ मौसम राम्रो छ अहिले देखाउनेछ हामीले बाहिर गएर हामी देखाउनेछौँ हाम्रो रोडिजको यात्रा जारी छ आज पनि नयाँ गन्तव्य नयाँ उचाइमा पुगिने छ आज अझ नयाँ जोस र जाँगरका साथ जोस त हाम्रो कहिले कमी भएकै छैन नि अझै ऊर्जा थपिएको छ सुनौलो बिहानीले गर्दा के छ आकाश खुलेको जस्तो देखिन्छ हाम्रो मनबहादुर सर के गर्दै हुनुहुन्छ स्याउ खाँदै हुनुहुन्छ तपाईँ के छ ब्यागसाग तिमी ज्याकेट लाउ न तिमी हला नआएर यहाँ भिडियो खिचिरहेको छु सट्टै मजा ज्याकेट सबै क्लिपहरू एडिट गरेर राख्नुपर्ने है फोन बोक्नु पर्दैन ए फोन मेरै फोन
फोन बोके यस्तो गर न फोन बोके यस्तो गर ओर्लिँदै गर ल हिँड त ए घरबाट ल्याउनु भएको रहेछ नि त सबै ल ल ल यस्तो छ दृश्य हेर्छु हुन्छ डाँडा हेर्नुहोस् डाँडा यता नि समाएन है 1 2 3 हाल बाइकको अवस्था के छ जाऊ त अगाडिबाट बाइकबाट झर ल गेडा होइन सिमी होइन के रे भइहाल्छ नि चाउचाउ गेडा होइन के हो सिमी र चाउचाउ चाउचाउ फेरि म ऊ खान्न फेरि चाउचाउ खानु गेडा मात्रै खानु रातोवाला खान्न एकछिन ए छैन म भन्छु के खानुहुन्छ हरिया मात्र छिर्छु म हेर न रोकिएको खाजा खाऊ अब चाबी ननिकाल के भन्नु नखाने होइन तिनवटा चाउचाउ आफै कस्तो छ अरे सोध न सोध के छ के भनिरहेको पानी चल्दैन त्यो भएर आफै बनाउँछ ए त्यस्तो के चल्दैन मान्छे पनि नसुने हुन्छ चाउचाउ तिनवटा चाउचाउ दुईवटा गेडा बनाउनु तिमीलाई गेडा भन्दो रहेछ यतातिर है नझुक्यौँ
जाउँ के बन्यो नास्ता सर किन गमक्क तपाईँ हाम्रो सर गेडा गेडा बनेन ए होइन तपाईँ होइन हाम्रो एकजनालाई छ है तपाईँ चाउचाउ खानुहुन्न नि होइन म त चाउचाउ खानुहुन्न त्यस्तो हो नि त उहाँ चाहिँ के छ भनेदेखि नि यो चाउचाउ चिकनको हुन्छ क्या यसमा चिकनहरू हालेको हुन्छ त्यो भएको हुनाले हाम्रोमा शुद्ध शाकाहारी बसौँ उता बस्नुहोस् तपाईँ उता बस्नुहोस् ल चिया आयो हवस् ल बिस्कुट पनि दिनुहोस् आहा टपै दिनुहोस् न टप हुँदा हुँदै हाम्रो सर कहाँ त्यसमा ल म चाहिँ यो लिएँ है त गेडा कस्तो छ ल पहिलोचोटि यो जुम्लामा रारा जाने बाटोमा गेडा चाउचाउ खाइँदैछ हामीहरू यहाँ गेडा चाउचाउ खान तयारीमा छौँ ल गेडा चाउचाउ चाउचाउ भन्दा पनि गेडा मिठो छ खोर्सानी खाऊ न पार्लेजी पाउँदो रहेछ यहाँ ल पार्लेजीसँग चियामा चोप्दै छिटो खानु छ सेलाउँछ फेरि चिसो छ हाम्रो घर त पूर्वेली उहाँको घर झापा मेरो ओखलढुङ्गा विराटनगर झापा त्यतै नै हो नि उतै हुँदै हजुर हामी घुम्नलाई त खोर्सानी फोटो खिच्न पाएन होला फेरि यहाँ जाने हो त ल है खै त बाइक राखौँ बाइक राखौँ कहाँ त घोडाको घोडाको पाउँछ भैँसीको दही खाउँ यार दही खाउँ सर यस्तो मिठो हुन्छ नि ए कुदा पाइँदैन कहाँ कुदेको कुद्न पाइन्छ कुद्न यहाँ त्यहाँ घोडा नजिक जान पाइन्छ घोडा नजिक जानु पाइन्छ
दौडमा जाउँ उतै जाउँ के बोकेर ल हो सर मिल्नु चौर मिल्नु भिडियो गर्नु आहा यो फुलमा हाल्नु न हो उता सर हिँड्नु आहा फोटो खिच्न दिन्छ कता ए फोटो खिच्न भन्न आएको यसरी गाईबस्तु निकुञ्ज होला नि त यो त हो होइन दिन गाईबस्तु हाल्नु ए उता चौर नुन लिएर आउनु पर्थ्यो थोरै है यिनलाई दिने के ठिक 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 आउँछ नि यस्तै दौडेर आउनु नुन रे नुन क्या ओ जुम्लामा नुन सक्यो भनेर मम्मीले एकचोटि मलाई नुन लिएर जाए है बाबु त्यहाँ 2-4 प्याकेट दिदिन हो अस्ति नुन अब भएको रे हो ए बेचौ बे ए हो त नुन दिन नि लात पनि हाल्छ होला नुन लिएर आउनु पर्ने रहेछ सर मेरो फोटो पनि तपाईँको मेरो फोटोमा हालेर फोटो खिचाउँ न कस्तो लाग्यो त यो यता अब अड्यो उठ्यो जाउँ न ल आऊ त अगाडि आऊ जाऊ ओहो
विशेष छ विदेशी पाहुनाहरूलाई यहाँ हाम्रो एक्सिलेटरको तार चुटेको अवस्था अदेश यहाँ जोड गर्दै जुगाड हुँदैछ हाम्रो यहाँ एक्सिलेटरको तार चुटेर पनि यहाँ आएर अब खाना खाने स्थलमा आइपुग्यो हामी सकित छौँ सकित मुद्रामा हामी बसेका छौँ यहाँ हाम्रो साथी हुनुहुन्छ नयाँ थपिनु कहाँको तपाईँ राधाको ओ राधाको साथी ए हजुर यता मस्त हुनुहुन्छ त उहाँ चिलाएछ मुख पुग्दै हुनुहुन्छ एकदम मुख पुग्छ हाम्रो श्रेय सर ल अब यहाँबाट उता रारा होला होइन ठ्याक्कै यो खोजमा रारा छ आहा यस्तो दामी हावा सरर त्यहाँ घोडा रहेछ श्रेय त्यही त त्यहीँदेखि यहाँ आउन त कति नै टाइम लाग्थ्यो र श्रेय हिँड्दै आएको हो होइन राराको यात्रा जारी छ यहाँ रारा हामी पुगिसकेका छौँ अब धेरै छैन रारा कुन काले हो फेरि कुन काले हो ए त्यो कुकुर आइज चोइ आइज साथी हुन्छ नि कुकुर Enough. त्यो रुख छ नि त्यो रुखमा यस्तो गर ल एउटा हात यस्तो गर यस्तो गरेर यस्तो त्यो रुखबाट झुङ्गे यस्तो पक्ष यहाँ आउँछ यहाँ आउँछ पुगिड्याउँ के अनि ब्याग लिएर पिट्यो यहाँ होइन ल अगाडि बढ जाऊ सिधै जाऊ What? So you're so no. What?
के ल्याएको छ नुन चैत वैशाख पुरा लामा जेठा ओडा लामा चैत वैशाख पुरा लामा जेठा यसै गरी साथी सङ्गी होइजा सधैँ भेट म त राई झुमा झुमा क्या मस्का के छ 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 राई झुमा ल ल ल